स्थायी सरकारी संयन्त्रलाई अविश्वास, मन्त्रालयमा कार्यकर्ताको फौज भर्तीको प्रस्ताव। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्थायी सरकारी संयन्त्रलाई अविश्वास गरेर मन्त्रालयमा कार्यकर्ताको भर्ती गर्ने प्रस्ताव अगाडि बढाएको पाएको छ। उनले आफ्नो सचिवालयमा शाखा अधिकृतदेखि सचिव तहका गरी 22 जना सल्लाहकारको भर्ती गर्ने प्रस्ताव अगाडि बढाएका हुन्। कुल 39 जना सदस्य सचिवालय बनाउने प्रस्ताव अगाडि बढाएका मन्त्री लम्सालले सचिव तहका 1, सहसचिव तहका 1, उपसचिव तहका 4 र शाखा अधिकृत स्तरका 14 जना गरी कुल 22 जना सल्लाहकार राख्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पुर्याएका छन्। मन्त्री लम्सालले आफ्नो कामको प्राविधिक रूपमा सहयोग गर्ने 22 जना विज्ञ सल्लाहकार सहित 39 जनाको सचिवालय बनाउने योजना प्रधानमन्त्री कार्यालयमा अगाडि बढाएका छन्। पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयमा राखेका 27 जना सल्लाहकारको भूमिकामाथि अनेकन प्रश्नहरू उठिरहँदा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत सल्लाहकारको फौज खडा गर्न खोजेका हुन्। यसअघि नै मन्त्री परिषदले मन्त्रीले 3 देखि 5 जनासम्म निजामती सेवाका सचिव स्तरका सल्लाहकार नियुक्ति गर्ने व्यवस्था गरेको थियो। यस्तै प्रमुख स्वकीय सचिव सहितका 9 जनाको स्वकीय सचिवालय बनाउन पाउने निर्णय क्याबिनेटले गरेको थियो। मन्त्रीको प्रमुख सल्लाहकार मन्त्रालयका सचिव नै हुन्छन्। सचिवले उचित सल्लाह दिएनन् वा दिन सकेनन् भने अर्को सचिव खोज्न मिल्ने भए पनि मन्त्रालयको सञ्चालनमा पद तथा गोपनीयताको शपथ नखाएका र कानूनले नचिन्ने व्यक्तिहरूलाई नै निर्णायक बनाउन थालिएसँगै यसलाई अनेक कोणबाट व्याख्या र विश्लेषण हुन थालेको छ। उसो त पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सुविधा पाउने गरी यसअघि नै सन्तोष पाण्डेलाई नियुक्ति गरिसकेका छन्। पाण्डे असार दोस्रो साता मन्त्री लम्सालको सचिवालयमा नियुक्ति लिएका हुन्। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार तथा सचिवालयको व्यवस्थापन कार्यविधि 2083 स्वीकृत गरेपछि मन्त्रीहरूले आफ्नो सचिवालयमा विशिष्ट श्रेणी सरहका सल्लाहकार नियुक्त गर्न थालेका थिए। यही बीचमा लम्सालले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका पूर्व कार्यकारी निर्देशक डाक्टर सञ्जीव विक्रम राणालाई आफ्नो सचिवालयमा अवैधानिक सल्लाहकारका रूपमा नियुक्ति गरिसकेका छन्। यसरी 2 जना सचिव तहका सल्लाहकार नियुक्ति गरिसकेका पूर्वाधार विकास मन्त्रीले सार्वजनिक खरिद, सडक, पुल, भवन तथा आवास, स्थानीय पूर्वाधार, झोलुङ्गे पुल, खानेपानी तथा ढल व्यवस्थापन सल्लाहकारको प्रस्ताव गरेका हुन्। 16 जना अवैधानिक सल्लाहकारमा हाइवे पूर्वाधार, आर्किटेक्ट, स्यानिटरी, वातावरण इन्जिनियरिङ, तथ्याङ्क शास्त्री, वन तथा जलवायु, जनसम्पर्क, प्रेस, प्रशासनिक लगायतका विज्ञ सल्लाहकार राख्ने प्रस्ताव अगाडि बढाएका हुन्। मन्त्री लम्सालले मन्त्री परिषदबाट निर्णय गराएर मन्त्रालयमा समान्तर सत्ता खडा गर्न लागेको भन्दै कर्मचारीहरू त्रसित बनेका छन्। मन्त्रालयमा सल्लाहकारका भिड लगाएर निजामती प्रशासनलाई छल्न वा पन्छाउन गर्ने गतिविधि गर्न थालेसँगै स्थायी सरकारी संयन्त्र त्रसित बन्न पुगेको छ।